भाइ तर यो चाहिँ जस्ट मैले भक्मै भन्दैको अनि दामी फुल फुलेको देखाइदिनु पर्यो। क्या दामी है आम्बो है, क्या दामी देख्दैछ नि अन्त। वाउ सो ब्युटिफुल। हे गाइस, वेलकम टु माई न्यू ब्लग। र बिजामा रेडी भइसकेको छु र जान लागेको। अनि आज के हुन्छ देखाउँछु, हेर्नु होला। र आजको वेदर भन्दा चाहिँ अभियस किनकि आज यतिखेर मर्निङ टाइममा नै पानी पर्दैछ हो। अन्त ठन्डा पनि एकदमै बेसी छ। ठन्डा जाडो भन्नु भएन होइन, आफ्नो काम त गर्नु पऱ्यो। त्यसैले म त जाँदैछु र अझ अगाडि के हुन्छ के कस्तो छ सबै देखाउनु चाहिँ आज ल भ्लगमा बनिरहनु होला। यहाँ चाहिँ बाटो यति साह्रो सानो छ नि, एक्सिडेन्ट चाहिँ यस्तो छ। हिँड्दाखेरि यहाँ गाडी बाइकमा आफ्नो होसियार बचाउनु पर्छ, अब चाहिँ एकदमै गाह्रो छ गाइस। यस्तो 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 गर्छ त, यस्तो होला त यस्तो होला त हान्छ त गाडी ल्याएर। अब कुरा गरौँ भनेको म सलुन इन्डस्ट्रीमा काम गर्छु होइन। पहिले यो जग्गामा चाहिँ सलुन 2टा 3टा मात्रै थियो, त्यस्तो डेभलपमेन्ट भएको थिएन। अहिले यो जग्गामा यति साह्रो सलुन भएको छ, यति साह्रो डेभलपमेन्ट भएको छ, सलुनै सलुन छ होइन। यहाँदेखि त्यहाँ त्यही भएर बिजनेस पनि पुरा रहेछ। सधैँ मैले देखाउने गार्डन फुलको आज चाहिँ दामी फुल फुलेको देखाइदिनु पर्यो। क्या दामी है आम्बो है, क्या दामी देख्दैछ नि अन्त। वाउ सो ब्युटिफुल। सो हेलो गाइस, अब चाहिँ म हेरोस् गरिदिउँ भनेको हो। मिस्टर निकेश हेभी मैला भइदिइरहेको छ कस्तो भाइ, तर यो चाहिँ जस्ट मैले भक्मै भन्दैको अनि ठिकै हो। बहिनीको नाम चाहिँ तनिषा हो। हेर्नुहोस् चाहिँ राम्रो गर्छ क्या भने, त्यही भएर म उसको त्यो रिल्याक्स हुन्छ नि। गाइस मेरो चाहिँ हेरोस् भइसक्यो होइन। अब चाहिँ म पुस्छु भयो। बिचरा बहिनीले मलाई कफी बनाएर राखिदिएको रहेछ होइन। मैले आज कफी पनि खानु पाइनँ किनकि आज हेभी बिजी थिएँ नि त कामले गर्दाखेरि होइन। त्यही भएर अब चिसो भने म खाइदिन्छु। अनि चाहिँ म यहाँबाट निस्केर जान्छु, फेरि मेरो दोकान पनि जानुपर्ने छ, सामान लिएर रुम पुग्नुपर्ने छ हो। त्यही भएर ओके बाई बाई गाइस, म चाहिँ गएको ल, मेरो टाइम भयो हो। ल गाइसहरू अब निस्केर जाँदैछु। अब दोकान पनि जानुपर्ने हुन्छ, त्यसैले पानी पनि पर्ला जस्तो भइरहेको छ, ब्याङ्कै जस्तो फेरि गइदिएर। सब्जीहरू आइपुगिसक्यो, म चाहिँ दोकानमा के लानुपर्ने हो। हामीहरू चाहिँ सब्जीहरू यहाँबाट लान्छ, त्यो भएर चाहिँ यहाँ सब्जी छान्नुपर्ने हुन्छ। अब आलु बैगुन लानु पर्ला त्यसो पर्दो, अलिकति खोर्सानी खोर्सानी आलु। एक मिरिंडा देना। क्या अपना फोटो देख रहा है, लेकिन कितना ऊपर तक चढ़े ऐसा बोल रहे हैं, उधर खाना खाता हूं ऐसा बोलना। मैं तो ब्लॉग बना तो मेरा तो पैसा आता है यार। आता है, अच्छा है। मेरो चाहिँ सब्जी पनि भइसक्यो अनि कोल्ड ड्रिङ्क्स पनि खाँदैछु होइन। अब चाहिँ म जानुपर्ने हुन्छ रुम। ठिकै जा रह्यो ल, म चाहिँ यहाँबाट निस्केँ गाइस। अब जाँदैछु फेरि रुम। ओके गाइस, म चाहिँ भर्खर आइपुग्यो रुम होइन। अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ
मर्निङ टाइममा भाइहरूले लन्चको लागि बनाएर लगेको थिएँ होइन खाना। अन्त किचन पनि अलिकति सफा गर्नुपर्ने हुन्छ र अब बेलुकाको लागि खाना पनि बनाउनु पर्ने हुन्छ। यस्तै हो परदेशी लाइफ होइन, के गर्नु। तर जे छ ठिकै छ होइन। ओके गाइस, भिडियो मन पऱ्यो लाइक कमेन्ट गरिदिनु होला होइन। फेरि मिल्नु अर्को भिडियोमा। बाई बाई।